मेजर ब्रेकिङ न्युज गाइज, आज फेरि इरानले चाहिँ दुबई र इजरायलमा हमला गरेको छ र यो हमलामा चाहिँ इरानले ड्रोन्सहरू र आफ्नो मल्टिपल वारहेड्स मिसाइल्सहरू युज गरेको छ भन्ने रिपोर्ट्सहरू बाहिर आएको छ। On Wednesday, March 18th, UAE residents received emergency alerts from the Ministry of Interior at around 2 a.m., followed by another alert at approximately 10 a.m. advising people to remain indoors due to ongoing threats from Iran. UAE को एमिरेट्स न्युज अनुसार चाहिँ धेरैले चाहिँ आकाशमा विस्फोटको आवाज सुने र धेरैजनाको मोबाइलमा चाहिँ इमर्जेन्सीको अलर्ट पनि बजेको रिपोर्ट्सहरू बाहिर आएको छ। दुबईको नजिकमा भएको चाहिँ अल्मिनात एयरबेसमा चाहिँ एउटा मिसाइल खसेको थियो, तर त्यसले चाहिँ सामान्य क्षति मात्र गरेको। इन्टरनेसनल न्युजहरूले कभर गरेको रिपोर्ट्स अनुसार चाहिँ धेरै जसो इरानको मिसाइल्स र ड्रोन्सहरू चाहिँ युएसको एयर डिफेन्स सिस्टमले इन्टरसेप्ट गरेको भनेर आएको छ र त्यो इन्टरसेप्ट गर्ने क्रममा चाहिँ विस्फोट भएको त्यो आवाजहरूले चाहिँ र अनि त्यो खसेको डेब्रिस त्यो टुक्राहरूले चाहिँ अलिकति स्थिति एरियामा चाहिँ त्यो तनावग्रस्त बनाएको छ भन्ने रिपोर्ट्सहरू बाहिर आएको थियो। त्यसै गरी अर्को हमला चाहिँ इरानले फेरि इजरायलमा पनि गरेको थियो आजै, र त्यो हमलामा चाहिँ 2 जनाको ज्यान गएको छ भने आजसम्म इरानले चाहिँ इजरायलमा गरेको हमलामा चाहिँ जम्मी 14 जनाको ज्यान गएको छ। अब यहाँ बाटो भएर इजरायलबाट एक दुईजना कमेन्ट गर्न आइहाल्छ, कहाँ भयो केही भएकै छैन भनेर। पक्नुस्, म भनिदिन्छु। इजरायलको चाहिँ तेल अभिभको नजिकै रमतगान भन्ने ठाउँमा इरानले गरेको हमलामा 2 जनाको ज्यान गएको छ। यो युद्ध चाहिँ चाँडै सकिनेवाला छैन र यो युद्ध चाहिँ अझै लामो द्वन्द्वमा फस्दै जाँदैछ। इरान, अमेरिका र उनीहरूको सहयोगी देशहरू बीचको अहिले तनाव पनि एकदमै चरम अवस्थामा पुगेको छ। यो अब चाहिँ केवल एउटा देशको मात्र युद्ध भएन, यो चाहिँ अब वरपर जति पनि छ नि अब देशहरू, यो चाहिँ क्षेत्रीय, यो चाहिँ रिजनल वारको एउटा पावर स्ट्रगल हो कि। हरेक दिन मिसाइल्स र ड्रोन्सको हमला चाहिँ एकदमै बढेको देखिन्छ र यो सँगसँगै अब जनजीवन प्रभावित र यसको जोखिमहरू पनि एकदमै बढ्दै गएको छ। अब यो अवस्थामा के हुन्छ भन्दाखेरि चाहिँ वार चाहिँ छोटो समयमा सकिन्छ भन्दा पनि यो चाहिँ अझ प्रोलङ्ड, यो चाहिँ अझ लम्बिँदै जाने चान्सेसहरू धेरै हुन्छ। आशा गरौँ यो वार चाहिँ चाँडै सकियोस् र जति पनि मिडल इस्टमा हुनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनु होला र म नेक्स्ट भिडियोमा चाहिँ अर्को अपडेट लिएर आउनेछु। मसँग जोडेर बस्नु होला, नगरेकोले फलो गर्नु होला।